हेलो एभ्रिवान, आज चाहिँ म धेरै दिनपछि एक्सर्साइज हान्दिम भनेर एक्सर्साइज हान्न ल्यान्डरमाथि जान लागेको। अनि एकछिनमा ल्यान्डरमाथि गइसकेपछि डम्बल उठाउनु पर्यो भनेको त के साह्रो भारी हो। डम्बल पनि छ्या धेरै दिन भयो एक्सर्साइज नगरेको, त्यसैले लास्टै भारी पनि लाग्छ। अनि एकछिनमा चाहिँ मैले ह्यान्डको एक्सर्साइज गरेर पुसअपहरू हानेर चाहिँ अनि एकछिनमा आफ्नो एक्सर्साइजहरू सकाउँछु। अनि अबदेखि चाहिँ डेली हान्नु पर्ला भनेर अब चाहिँ टाइम पनि ओभर भइसकेको थियो एक्सर्साइज गरेर। अनि अब म चाहिँ नलकामा गएर हात मुख धोएर फ्रेस हुँ भनेर एकछिन फ्रेस हुनतिर लाग्यो मस्त पारेर। अनि एकछिनमा फ्रेस भइसक्यो मुख सुख पोछेर अनि म चाहिँ एकछिनमा चाहिँ हेयरस्टाइल पनि मिलाउनतिर लाग्छु। अनि एकछिनमा हेयरस्टाइल मिलाइसकेपछि चाहिँ अब चाहिँ साथी घर जानको लागि चाहिँ मैले चाहिँ आफ्नो ड्रेस आफ्नो कपडाहरू चाहिँ लगाउन सुरु गर्छु। अनि एकछिनमा चाहिँ कपडा लगाइसकेपछि चाहिँ अब साथी घर जानु पर्यो। खाली हात त जानु भएन, पैसा त लगेर जानु पर्यो साथी घर भनेर साथी घर जान लाग्यो। अनि टक्क पर आफ्नो निन्जा एटुवार पनि निकालियो। आफ्नो दुईटा खुट्टाको सहायताले आफ्नो निन्जा एटुवार चलाएर म चाहिँ साथी घरतिर लाग्न लागेको थिएँ। यहाँ बाटोमा भाइ चाहिँ राङ्गामाथि चढ्दै घुमिरहेको रहेछ। अनि एकछिनमा म साथी घर पुगेर साथी त घाम पो गर्न लागेको रहेछ। अनि म चाहिँ एकछिन हेयर स्ट्रेट गर्छु भनेर हेयर स्ट्रेट गर्नतिर लाग्यो। अनि दिस इज माई टेम्पोररी लुक। अनि म चाहिँ एकछिनमा घर आइसकेपछि पानीपुरी लिएर आउँछु। पानीपुरी लिएर म चाहिँ खानातिर लाग्छु। आजलाई यति नै, बाइ।